हेलो गाइज, हामी अहिले त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा छौँ। हामी कहाँ जान लागेको साथी? हामी कुबी जान लागेको नि। कुबी जान लागेको। आज हाम्रो 7:15 को फ्लाइट छ है, यो काठमाडौँ इन्टरनेसनल एयरपोर्ट है। अब बाटोमा यात्राहरू देखाउँदै गरौँला। ल बाई बाई नेपाल। 2 वर्षको लागि हामी चाहिँ कुबी जाँदैछौँ है। अब हामी चाहिँ अहिले माथि वेटिङ रुममा पुगिसकेको छौँ। हाम्रो 7जनाको टिम हो, तर 5जनासँग चाहिँ जानु भएको छैन। उहाँहरू सायद एयरपोर्टमा हुनुहुन्छ होला। एकजना मेरो साथी हुनुहुन्छ यहाँ, उहाँसँग चाहिँ भेट भयो। 5जना चाहिँ कता जानु भएको छ खै, म तपाईँहरूलाई देखाउँछु। हाम्रो प्लेनले चाहिँ हाम्रो वेटिङ गरिरहेको छ है। अनि त्यहाँ चाहिँ जजिरा एयरलाइन्स छ त्यो बसको पछाडि। अहिले चाहिँ कतिखेर आउनुहुन्छ मेरो प्यासेन्जर भनेर हामीले वेट गरिरहेको छ। अब हामीले टाइम भइसकेको छ बसबाट जाने। साथीहरू लाइन बसिरहनु भएको छ। यो लाइन चाहिँ हाम्रो पुरुषहरू अलिकति कमै। Regular boarding for economy class will be initiated as per zonal boarding group. We request. हामी बोइङ पास गरेपछि बसमा बसेको। एकछिन अलिकति बसदेखि चाहिँ अगाडि प्लेनमा जानुपर्छ। अब त्यहाँ हाम्रो प्लेनले वेटिङ गरिरहेको छ है, त्यो जजिराको। साथीहरू अनुकरण जारी नै छ पछाडि। हामी चाहिँ अब प्लेनतिर जाँदैछौँ। नेपालको दृश्य कस्तो बनाएको छ है। लाइन धेरै ठुलो छ हाम्रो। हाम्रो यात्रा चाहिँ अब समथिङ 6-6.5 घन्टाको हुनेछ डाइरेक्ट फ्लाइटको लागि। जाँदैछौँ। अब भित्रको दृश्य देखाउन पर्छ। अब यस्तो अलिकति मन भइहाल्छ। जानुपर्छ। देशमा अब रोजगार छैन, जाने पऱ्यो। जजिरा एयरलाइन्स फरिदाबाद जानुपर्छ कमाउनलाई। हामी चाहिँ अब प्लेनभित्र एन्ट्री भइसकेको छ। यहाँ वेयर स्टेसन हुन्छ। हजुर, हामी चाहिँ यहाँ प्लेनभित्र एन्ट्री गरिसकेका छौँ अहिले। अबको 7:15 भित्र फ्लाइट हुन्छ। टेकअप लिन्छ है।
pouch underneath your seat. In case of water evacuation, remove the life jacket from the pouch, place the life jacket over your head like this, and clip the tape around your waist. The life jacket is inflated by pulling down sharply on the red tag. Only inflate the life jacket as you leave the aircraft, never inside the aircraft. The jacket can also be manually inflated by blowing air into the mouthpiece. A light is attached to the jacket for signaling. Should you leave the aircraft through an overwing window exit, then inflate your life jacket outside the aircraft. Now, फाइनली गाइस कुवैत एयरपोर्टमा पुग्यो जस हाम्रो फ्लाइट चाहिँ एकदम राम्रै भयो केही छैन यस्तो अब एकछिन यहाँ वेटिङ रुममा बस्नुपर्छ अनि त्यसपछि चाहिँ लिन आउनुहुन्छ होला कोही एजेन्टहरू धन्यवाद भिडियो हेरेर साथ दिनुभएको।